Hello everyone, welcome back to my new vlog. Sorry. आज चाहिँ म चट्टा लाएर जाँदैछु कहाँ भन्दाखेरि म चाहिँ यहाँ खातबारीमा डाँडापाङमा नानाको घर आएको थिएँ। अब चाहिँ म जाँदैछु डाँडापाङमादेखि भन्ज्याङतिर यसो त्यहाँनिर थोरै सामान किन्नुपर्ने छ, त्यही भएर जाँदैछु। ल हेरौँ यता चट्टा लाएर बाटो चाहिँ यस्तो छ, यताबाट आएको म जाँदैछु एक्लै। आज चाहिँ हिजो पनि गएको, हिजो चाहिँ के भुल्नु थियो, आज चाहिँ म एक्लै यसो जाँदैछु। म चाहिँ यहाँदेखि रोडै रोड छ, म चाहिँ यहाँ आइपुगेँ। यो चाहिँ बस्ने ठाउँ, यहाँदेखि उँधो जानुपर्ने छ, यसो खुर्किँदा यता नि रोड रहेछ। यहाँनिर चाहिँ छ एपिएफको क्याम्प। सो हामी चाहिँ जाँदैछौँ है। म चाहिँ यहाँनिर यो आइसकेको छु, थोरै भए कि हामी त्यहाँदेखि आइपुग्नु गयो। यहाँ सक्नु चाहिँ सुरु भइसक्यो, यहाँदेखि थोरै तेर्सो गयो भने के को छ। लौ चाहिँ आफ्नो काम सकिसक्यो। यहाँ चाहिँ रेडी भएर कॉन्फिडेंस नहीं है तो क्या करें। मुझे फेरि अघिको ठाउँमा चाहिँ आइसकेँ कि सो गाइस म चाहिँ घर आइपुग्न आँटिसकेँ। बाटो झन् देख्न गाह्रो लड्यो, आइपुग्न आँट्यो। अब चाहिँ धेरै छैन, यहाँ माथिदेखि यता त्यो चाहिँ उयो घर। फाइनली घर चाहिँ आइपुगिसकेँ। ठिक छ। चट्टा लाएर अचार पिसिसक्यो, अब चाहिँ तरकारी बनाउने। थाहा पनि छ होला के तरकारी भयो भनेर, अब त थाहा पनि पर्ने हो। म र पनि भरे भनिदिइहाल्नेछु। यहाँनिर चाहिँ रहेको छ बनाना। यो चाहिँ अस्ति हामी आउँदा हामीले लिएको है। यो छोपिदिइराख्नु होला। अब भरे तरकारीमा एकैचोटि लाउनु, चट्टालाई छाडिदिउँ है, छोपिदिउँ। को अरू के गरेको? आऊ यहाँ भाइ, आउनु छिटो आउनु यहाँ।
अचार लाग्ने बेलामा चाहिँ यो अचार र मसला सट्ट लगाएर लगाउने चाहिँ पनि पछि ठिक छ यो अचार चाहिँ सरी नट अचार तरकारी मसला चाहिँ लगाउँ खोर्सानीको लगाइदिनु भयो घरमाथिको बारी यहाँ चाहिँ भवन बन्दैछ कुन साकेला भवन होला सायद सुन्तलाको बोटहरू यो लप्सीको झन्डै खसेन यो लप्सीको यो सुन्तलाको दानाको यहाँ धेरै सुन्तला हुन्छ है एकदम नाना र किबुत्या हुनुहुन्छ यो त सुँगुर बाख्रा त्यस्तै छ यहाँ रहेको छ अनि अर्को भवन सामुदायिक भवन हो कि के होला यहाँनिर चाहिँ थियो स्कुल अहिले चाहिँ रहेन के भएको हो सो यस्तै छ बारी चाहिँ यो ल ठिक छ अब चाहिँ एकछिन खाना खाने हो सट्ट आमा नि आउनुभएको छु त्यो यहाँ पर गएर देखाइदिन्छु ल एउटा ठाउँ छ यहाँनिरको एकदम चलचित चलेको यहाँ रहेछ यो चाहिँ चुल डाँडा है त्यहाँ चाहिँ चुल डाँडा त्यहाँ धेरैजना मान्छे घुम्नु जान्छ हामी पनि एकचोटि चाहिँ गइसकेको छौँ साथीहरूसँग